व्यवस्थित सामुदायिक सिंचाई कृषि क्षेत्र परियोजना अतिरिक्त वित्तीय CMIASP-AF अर्थात् CMIASP मा थप गरिएको अतिरिक्त लगानीलाई बुझ्न सकिन्छ। उत्कृष्ट प्रदर्शन गरेर सन् 2014 मा बन्द भएको CMIASP को नयाँ स्वरूप CMIASP-AF ले पुरानो कार्यहरूलाई निरन्तरता दिँदै यस परियोजनाको गतिविधि र यसको निष्कर्षलाई थप क्षेत्रहरूमा विस्तार गर्ने र सरकारको विकासोन्मुख उद्देश्यहरूलाई समर्थन गर्न जारी राख्दै आएको छ। नेपाल सरकार र एडीबी को बीचमा भएका सम्झौतामा मुख्यतः के थियो भने हामी खाद्यान्नमा आत्मनिर्भर हुने, फुड स्क्यार्सिटीलाई कम गर्ने भन्ने चाहिँ बेसिक कन्सेप्टमा चाहिँ यो योजना आयो। के देखियो भने एउटा त कृषकबाट सञ्चालित कुलाको चाहिँ किसानको क्षमताभन्दा बाहिर गएको मर्मसमार गर्न नसक्ने, त्यसले गर्दा खाद्यान्नमा चाहिँ उत्पादनमा प्रतिकूल असर पर्ने, त्यो सबको मूल्याङ्कन गरी यसो साना खाले थोरै मझौला खाले सिँचाइ उपयोजनामा चाहिँ जनसहभागितामूलक कार्यक्रम चाहिँ गर्ने भन्ने हिसाबमा नेपाल सरकार र एडीबी को बीचमा सम्झौता भयो। यस उद्देश्यका लागि एसियाली विकास ब्याङ्क एडीबी ले 10 अप्रिल 2014 मा 3 करोड अमेरिकी डलर ऋण पारित गरेको थियो। यस आयोजनाले अवलम्बन गरेको कार्यान्वयन प्रक्रियाको प्रभावकारिता बढाउन विभिन्न तहबाट यसको नियमित तथा आवधिक अनुगमन तथा मूल्याङ्कन भइरहेको हुन्छ। यसमा चाहिँ हामी 4वटा कम्पोनेन्टमा काम गर्ने र त्यसको चाहिँ प्रतिफलहरू हेर्ने क्रममा अहिले हामी फिल्ड अब्जर्भेसनमा के देखिरहेछौँ भने लगभग हाम्रो भौतिक प्रगति 80% को हाराहारीमा छ भने चाहिँ वित्तीय प्रगति चाहिँ 65% को हाराहारीमा रहेछ। यसरी मूल्याङ्कन गर्दा आयोजनाले निर्दिष्ट कार्यान्वयन प्रक्रिया, आवधिक प्रगतिका साथै प्रभाव तथा उपलब्धिहरूको सूक्ष्म विश्लेषण गर्ने परिपाटी अवलम्बन गरेको देखिन्छ। तर यो हामी सहित यसमा मूल समिति एउटा गठन गरेको छ। 4टै पैनीका जम्मा 11 जना सदस्यहरू राखेर हामीले एउटा एकीकृत मूल समिति बनाएका छौँ। यस समितिले यसको संरक्षण गरेर रेखदेख गरेर यहाँ भएको नियम बमोजिम चाहिँ काम भइरहेको छ र उहाँहरूले दिएको इस्टिमेट अनुसार हामीले त्यहाँ प्रत्यक्ष उहाँहरूको निगरानीमा, हाम्रै निगरानीमा उहाँहरू काम गर्नुहुन्छ र यो भएको काम अहिलेसम्म राम्रो भइरहेको छ। यस आयोजनाको मुख्य सरोकारी निकायका रूपमा रहेको जल उपभोक्ता सेवा तथा किसानहरूले गर्ने दैनिक तथा नियमित अनुगमनले निर्माण गरिएका संरचनाहरूको आशातीत गुणस्तर कायम गरी प्रणालीको दिगो सञ्चालनमा यथेष्ट सहयोग गरेको देखिन्छ। पहिलो पिलरको प्रगति मैले भनिहालेँ। दोस्रो पिलरको प्रगति पनि अहिले चाहिँ अफ सिजन हो र अफ सिजनमा पनि हामी चाहिँ हाम्रो चाहिँ कमान्ड एरिया हराभरा देख्नु भएको छ। यसले के देखाएको छ भन्दाखेरि हामी क्रप डाइभर्सिफिकेसनमा गइसकेका छौँ। सिरियल क्रपबाट चाहिँ क्यास क्रपतिर चाहिँ ढल्किसकेका छौँ। त्यसको चाहिँ मुख्य कारण के त भन्दाखेरि आज चाहिँ किसानले चाहिँ के महसुस गरेछ भने मेरो कन्ट्रोलमा पानी छ। पहिला को भन्दा अहिले कृषिको लागि हामीलाई जुन बेला चाहियो उही बेला हामीले पानी खोलेर लगाउन पाइछौँ। उस बेला अलि कमता हुन्थ्यो भनौँ। अब अहिले जुन बाली लगाउँदाखेरि हामीलाई पानीको समस्या परेन। त्यसो हुँदाखेरि यो कृषिमा उत्पादन नि बढ्यो। यसरी उपभोक्ताहरूबाट हुने अनुगमन कार्यमा आयोजना कार्यान्वयनको अग्रपन्थीमा रही कार्य गर्ने सिंचाई विकास डिभिजन कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। हिउँदे बालीहरूमा गहुँ, तोरी लगायतका र चैते धानहरू लगाउने यहाँ गरिएको छ सर। र यसको लागि हामीले नगदे बालीमा सुपारीहरू भए र सुपारीभित्र भुसुवा बालीहरूमा मरिच भयो, अदुवा भयो, हर्दीहरू यी लगाएर यहाँका किसानहरूले यस सिँचाइबाट प्रत्यक्ष लाभ लिइरहेका छन् सर। यस आयोजनाको दात्री निकाय एसियाली विकास ब्याङ्क तथा आयोजना व्यवस्थापन कार्यालयबाट संयुक्त रूपमा हुने आवधिक अनुगमन तथा मूल्याङ्कन प्रक्रियामा सम्पूर्ण सरकारी निकायहरूको सहभागिता हुने हुँदा यस्ता अनुगमनबाट नीतिगत बाधाहरू भए समाधान गर्न सहज भएको देखिन्छ। सर्वे भएकै अनुसारले डिजाइन भएकै अनुसारले चाहिँ
फिल्डमा गएर काम गर्दाखेरि कहिले विभिन्न प्राविधिक कारणले गर्दाखेरि त्यहाँ पनि केही परिवर्तन हुन्छ। त्यसले गर्दाखेरि त्यो रिजन हुनसक्छ अथवा केही अरू कारणले गर्दाखेरि यदि केही परिवर्तनहरू भएको छ भने एकचोटि रकमको बारे यहाँको राम्रो जानकारी छैन भने एकचोटि जानकारी गराइदिनु राम्रै उचित नै हुन्छ। राज्य पुनर्संरचना पश्चात आयोजना कार्यान्वयन प्रक्रियामा प्रादेशिक सरकार तथा स्थानीय सरकारको समेत संलग्नता भएपछि उक्त निकायहरूसँगको छलफलले आयोजना कार्यान्वयनको प्रभावकारिता बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। यस आयोजनाको आर्थिक सहयोगमा सिंचित कृषि विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका कार्यहरूबाट स्थानीय कृषकहरूको जीवनमा परेको प्रभावबारे किसानहरूबाट व्यक्त धारणाले आयोजनाको लक्ष्य अनुरूप प्रगति भएको देखिन्छ।